नमस्कार साथीहरू, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्नेछौँ कसरी नेपालबाट जापानको वर्क भिसा आवेदन दिने भन्ने विषयमा। यदि तपाईं पनि जापानमा काम गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईका लागि हो। जापान वर्क भिसा के हो? जापान वर्क भिसा भनेको जापान सरकारले विदेशी कामदारहरूलाई कानुनी रूपमा काम गर्न दिने अनुमति हो। यो भिसा विभिन्न प्रकारको हुन्छ, जस्तै स्किल्ड वर्कर, टेक्निकल इन्टर्न, इन्जिनियर, स्पेशलिस्ट र कारागिर जस्ता। आज हामी विशेष गरी स्किल्ड वर्कर र टेक्निकल इन्टर्नको प्रक्रियाबारे चर्चा गर्नेछौँ। आवश्यक कागजातहरू। अब कुरा गरौँ आवश्यक कागजातको। तपाईलाई चाहिने कागजातहरू: मान्य राहदानी, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, एजुकेसनल डकुमेन्ट्स, भाषा प्रमाणपत्र, जापानी भाषा JLPTN 4 वा त्यसभन्दा माथि, कम्पनीबाट आएको अफर लेटर, COE, सर्टिफिकेट अफ इलिजिबिलिटी, यो जापानको कम्पनीले आवेदन दिन्छ, पुलिस रिपोर्ट र मेडिकल रिपोर्ट। भिसा शुल्क सामान्यतया 5,000 रुपैयाँदेखि रु 10,000 रुपैयाँसम्म पर्न सक्छ। ध्यान दिनुपर्ने कुरा: नक्कली एजेन्ट वा दलालबाट जोगिनुहोस्। सदैव दूतावास वा मान्य एजेन्टबाट मात्र प्रक्रिया गर्नुहोस्। भाषा जान्नु अनिवार्य छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। कुनै प्रश्न छ भने कमेन्टमा लेख्नुहोस्, हामी अवश्य जवाफ दिनेछौँ। फेरि भेटौँला अर्को जानकारीमूलक भिडियोमा। धन्यवाद।